सो हेलो सबैजनालाई आज चाहिँ म यो सन्डेको नट सन्डे सरी आजको यो स्याटरडे छुट्टीमा सेकेन्ड स्याटरडे छुट्टीमा चाहिँ म के गर्न आँटेको भने अलरेडी मेरो लागि लुगाहरू सबै धोइदा गरिसक्यो अभियसली अब छुट्टीमा त हाम्रो त्यही काम हो। अनि अब चाहिँ यहाँ किचनको लागि मैले यो टेबलको लागि हाम्रो डाइनिङ टेबल चाहिँ यस्तो यस्तो भइसकेको छ गाइस। यो मतलब पुस्ता अब निकै यस्तो यो यसको माइका यो यस्तो पुरानो भइसकेको छ। सो त्यसको जुगाडको लागि चाहिँ अस्ति नै मैले अनलाइनमा यो स्टिकर मगाएको छु डाइनिङकै अलिक उयोमा। सो हेरौँ कस्तो आएको छ। यो चाहिँ मैले खोलेर चाहिँ हेरेको थिएन, यस खोली चाहिँ आएको थियो अब कति मिटर। सो यहाँ यस्तो आएको रहेछ, यो खाले आएको रहेछ ठिक्कै डाइनिङमा म्याच हुने खाले। तपाईँहरूलाई कस्तो लाग्यो, यो मन पऱ्यो कि परेन? मैले चाहिँ डाइनिङ टेबलको भनेर चाहिँ यो स्टाइलको मगाएको। सो मलाई चाहिँ पर 1 मिटरको कि 2 मिटर 2 मिटरको चाहिँ कतिवटा पिस आएको रहेछ। अहिले चाहिँ यस्तो खाले हुँदो रहेछ। सो 2 मिटरको चाहिँ 1 2 3 4वटा आएछ। अब यो 4वटा कति पुग्छ उफ्रिन्छ के हुन्छ नो आइडिया, मेबी उफ्रिनु पनि सक्छ। यो पुग्ने रहेछ होइन 2 मिटर, यो त 1 मिटरको रहेछ। 1 मिटर गरेर 4वटा भन्यो भने यो चाहिँ यस्तो गरेर डाइनिङको लागि मगाएको छु हो। यो पुस्नु पनि हुने सजिलो, वाटरप्रुफ छ। लेट्स सी अब टालेर हेर्छु लास्टमा फाइनल लुक कस्तो हुन्छ डाइनिङमा। तपाईँहरूको पनि अब हुन त कतिजनालाई अलरेडी आइडिया छ, याद छ। अब कोलाई आइडिया नभएकोहरूलाई चाहिँ यो भिडियोबाट आइडिया लिनु सक्नुहुन्छ। हामी चाहिँ मोस्टली यस्तै गर्छ घरतिर। अब यो चाहिँ किनभने सजिलो पनि सस्तो पनि। बादमा फेरि यो डिजाइन यो स्टाइल यो प्याटर्न यो केही मन परेन भने फेरि हामीले यसलाई उकाएर अर्को स्टिकर लिएर टाल्नु सक्छ। यो चाहिँ यहाँ कराउँदैछ खेल्दैछ चुटकीसँग। सो त्यो भनेर चाहिँ सजिलो हुन्छ। अदरवाइज त हामीले डाइरेक्ट अर्कै सनमाइका लगाउँदा पनि हुन्छ, तर त्यो चाहिँ एउटै स्टाइल एउटै डिजाइन हुन्छ मतलब लङ टाइम। अब त्यो हामीलाई अहिलेको टाइममा चाहिँ त्यस्तोहरू मन पर्दैन। सो हामीलाई चाहिँ डिजाइन चेन्ज स्टाइल सबै मनपर्छ अहिलेको जमानामा। त्यो अनुसारले चाहिँ यो सजिलो स्टिकर सो यदि गर्नुहोस् होला। या दिस इज अ फाइनल लुक। अन्त यो चाहिँ मैले किन यो ब्ल्याक यहाँ लगाएको भने चाहिँ अलिकति पुगेन। सो यो ब्ल्याकको चाहिँ अस्ति यो तल टेबलको थियो पिस टुक्रा उफ्रेको, त्यो चाहिँ मैले यहाँ युज गर्यो। अब जुगाड गरेँ जस्तै अब यसको लागि यति सानो पिसको लागि म कसरी म्यानेज गर्नु अहिले सक्दैन। सो यो चाहिँ दिमाग लगेर मैले चाहिँ कालो दुईवटा यस्तो डिजाइन हाल्थ्यो, बिचमा चाहिँ त्यसकै टुक्राहरू चाहिँ उयो एड गरिदियो किन बिचमा अलिकति ग्याप हुने चाहिँ टेबल ठुलो भएर। अन्त यो चाहिँ हाम्रो डाइनिङ टेबलको फाइनल लुक स्टिकर टालेर कस्तो लाग्यो तपाईँहरूलाई, मन पऱ्यो कि परेन? अब यो सेटिङ गर्छु म बिस्तारै। यिनीहरू चाहिँ यहाँ चल्दैछ नि दुईजना भक्कु चुट्की र फम चाहिँ।